हेलो सेवा, गुड आफ्टरनुन साथीहरू। हामी चाहिँ ताप्लेजुङ गएर आएको होइन। यो बाटो चाहिँ साह्रै उकालो छ, ठारै उकालो। यहाँ हेर्न यस्तो उकालो छ कि। अनि हामी चाहिँ जो आइतबार हिँडेको घरबाट। अनि सोमबार हिजो चाहिँ हामी मूलघाटको बाटो हुँदै आयौँ। मूलघाटको बाटोमा अनि हामी चाहिँ हिजो मूलघाटको बाटो हुँदै आउँदाखेरि चाहिँ यो तल्लो फेदी भन्ने ठाउँमा बस्यौँ होइन। अनि तल्लो फेदी भन्ने ठाउँमा बस्यौँ, गलिसकेको थियो, अलिक राति पनि भइसकेको थियो। त्यही भएर घरबाट चाहिँ हामी 7 बजीतिर हिँडेको थियौँ। अनि त्यहाँ बस्यौँ। अनि बिहानै 3 बजी उठेर हामी हिँड्यौँ। अरे उकालो छ हौ, यस्तो उकालो छ भन्ने चाहिँ थाहा थिएन होइन। हिँड्नु चाहिँ पर्छ भन्ने थाहा थियो साथीहरू। तर पनि रमाइलो अनुभव भयो। माता पाथिभराको दर्शन गर्नु पायो, ताप्लेजुङ आउनु पायौँ होइन। जस दिनहरू रमाइलो बित्यो। अनि सबैजना धेरैजनाको कोठीमा हामी 10-11 जना ग्रुपिङ। अनि रमाइलो भयो। हामी अहिले चाहिँ फर्किने क्रममा छौँ र पनि हाम्रो अनुभव चाहिँ जस सबैको रमाइलो भयो साथीहरू जस। अनि अब हामी चाहिँ माथिल्लो फेदी त्यो फालिलुङ भन्ने ठाउँमा पुग्नु लागिसक्यौँ। सबैजना अगाडि हुनुहुन्छ होइन, अगाडि हुनुहुन्छ। अनि म चाहिँ पछाडि बसेँ कि। अनि यो ओह्रालो झर्नु, उकालो चढ्नु चाहिँ बरु सजिलो थियो। ओह्रालो झर्नु त यो खुट्टा नै बसिहाल्ला जस्तो छ। यो लट्ठी बोकेर चाहिँ, लट्ठी बोकेर पनि झर्न यतिले चाहिँ सहायता दिइरहेछ। अनि सबैजना चाहिँ तल पुगिसक्नु भइसक्यो के, म मात्र यहाँ छु। अनि बाटो चाहिँ साह्रै उकालो छ, जाँदा उकालै उकालो अनि फर्किँदा चाहिँ ओह्रालो। अनि रुगा मर्किनु लाग्ला जस्तो हुने। बिहान जाँदा त साह्रै चिसो भएको थियो, पन्जा बेकार त हात छिराएर गाह्रो भएको थियो। अहिले त घाम लागिरहेछ होइन। अनि राम्रै छ। अनि झर्दैछौँ हामी, तल पुगिसक्नु भइसक्यो बोजूहरू चाहिँ। अनि म चाहिँ यहाँ जाँदैछु होइन। अनि त्यहाँबाट यस्तो राम्रो भ्यू देखिँदो रहेछ कि, पर राम्रो क्या साथीहरू। माथि माताको आमाको दर्शन गरेर धेरै खुसी लाग्यो मलाई चाहिँ होइन। अब मेरो चाहिँ यहाँ आउनुपर्ने उयो भाकल जस्तै भनौँ न होइन, भाकल जस्तै थियो। त्यही भएर हामी सबैजना हामी धेरैजना आएको छौँ सबैजना। अनि जस रमाइलो छ, हामी यहीँ छौँ होइन। अब सबैजना यहाँ तल बसिरहनु भएको छ होइन। यो वरिपरि चाहिँ यस्तो छ। यो धागो चाहिँ के को लागि बाँध्नु भएको भन्ने थाहा छैन। यो चाहिँ तल कान्छी पाथिभरा मातादेखि चाहिँ उकालो माथिसम्मै, माथि ठुलो माता पाथिभरासम्मै राख्नुभएको रहेछ कि। त्यो चाहिँ के को लागि होला थाहा भएन होइन, यत्रो उकालोमा। अनि यहाँ बाटोमा चाहिँ ढुङ्गाहरू यसरी राख्ने मिलाउने गर्नु हुँदो रहेछ। हामीहरूले पनि गर्नु हुँदैछ होइन। तल सबैजनाले मिलेर। अनि म चाहिँ यहाँ माथि छु। मैले चाहिँ अघि नै मैले चाहिँ माथि नै यसरी थाक लगाइरहेको छु होइन। अब यस्तो बनाएर हामी चाहिँ म चाहिँ यहाँ हिँड्दैछु। सबैजनाले पूजा गरिरहनु भएको छ होइन। ढुङ्गा मिलाइरहनु भएको छ यहाँ सबैजनाले। मैले चाहिँ अघि माथि मिलाइसकेँ। यहाँ हुनुहुन्छ सबैजना। खासमा यो ढुङ्गा चाहिँ के को लागि राख्छ होला है? देउरालीमा फुलपाती ढुङ्गा चढाउने भन्छन् नि अरे नि।
ए यो चाहिँ देउरालीमा फुलपाती ढुङ्गा चराको रे सबैले गरिरहनु भएको छ म चाहिँ अघि गरिसकेको होइन माथि नै म चाहिँ हिँड्छु है ओह्रालो सबैजना बनाउनु भयो होइन यस्तो छ रमाइलो छ हामी चाहिँ हिँड्दैछौँ लट्ठी यहाँ छ यसरी टेकेर जाँदैछौँ लट्ठी साथीहरू हामी चाहिँ ओह्रालो ओह्रालो लाग्यो खुट्टा ओह्रालो चाहिँ खाँदिँदो रहेछ कि त्यही भएर अलिक गाह्रो भएको छ ओ माई गड हिँड्नु नै केही छैन त्यहाँ पनि साथीहरू हुनुहुँदो रहेछ होइन जस अनुभव रमाइलो भयो हिँडिरहेछौँ हामी म चाहिँ भिडियो चाहिँ डह्रो बनाएँ पहिलोचोटि आएको नि त अब मन्दिर त्यही भएर भिडियो चाहिँ मैले लास्टै बनाएको छु धेरै नै जस अब सबैजना फर्किने क्रममा हुनुहुन्छ अरू चाहिँ हामी पनि फर्किने क्रममा छौँ पछाडि पछाडि आउँदै हुनुहुन्छ हाम्रो ग्रुपहरू चाहिँ माथि छोडिआएँ मैले आधी चाहिँ तल पुगिसक्नु भइसक्यो होइन म चाहिँ यहाँ हिँडिरहेको छु यस यत्तिको लट्ठी भयो भने चाहिँ म जहाँ पनि पुग्नु सक्छु है ल जय माता पाथिभरा माता की जय अनि 8 बजी उठाएको गर्दा 9 बजी तक भात खुवाउनुहुन्छ भात पनि मजाले खुवाउँछ भात सब्जी धेरै खाँदैन बाटो मान्छे यतातिर हामी चाहिँ लगभग ओह्रालो मान्छे बसिरहनु भएको छ हामी चाहिँ हिँडेको यस्तो धागोहरू लाउनु हुँदो रहेछ तलदेखि त्यो ठुलो फेदी फालेलुङको ठुलो फेदीबाट तर अनि यस्तो छ रमाइलो भयो होइन हामी चाहिँ धनकुटाबाट गएको हिँड्दै आएको थियौँ अनि तल्लो फेदीमा बास बस्यौँ त्यसपछिबाट बिहान 3 बजी उठेर हिँडेको होइन कस्तो अनुभव भयो त दाजु थकित अनुभव अनि रमाइलो अनुभव पनि भएको छ होइन सबैजनासँग हिँड्दा होइन हामी चाहिँ यो उकालोमा अघि एकदम कठिन यात्रा गरियो अहिले ओह्रालो झर्दैछौँ अहिले पनि अलिक यात्रा चाहिँ कठिनै छ ओह्रालोमा फेरि अर्को खुट्टा पनि दुख्दो रहेछ अनि जसो तसो पुगेर आइयो एकदम खुसी अनुभव भइरहेछ है दाइ फर्क्यो ल दाइ यत्रो ल जानु ल दाइ धन्यवाद तपाईँलाई सृष्टि कस्तो अनुभव भयो त मलाई पनि ठिकै खुसी नै छु पुगेर आएँ भन न पुगेर त आएँ रमाइलो खुसी नै लाग्यो भन दर्शन गर्न पाइयो यतिको पाइयो दर्शन गर्नु पाउनु हाम्रो स्पोन्सर हुनुहुन्छ उहाँ फेरि पनि आइरहनु उमेश राई बाजे बोल्नुहुन्छ मेरो चाहिँ मेरो दाजु सबैको स्पोन्सर उहाँ हुनुहुन्छ होइन हजुर उहाँलाई धेरै धेरै धन्यवाद भगवान माता पाथिभरा भगवानले उहाँको इच्छा सबै पुरा गरून् सबै पुरा होस् है त पुरा होस् यति नै म पुरा भन्न गरून् चाहेँ ल दिदी कस्तो भयो तपाईँको यात्रा मेरो यात्रा पनि सफल भयो राम्रै भयो खुसी नै छु होइन उमेश राई नानी अब बाध्य त होइन रहर हो नि त हाम्रो पनि उमेश यहाँसम्म आउनु पाउनु भनेको नै सहयोगले गर्दा मौका खुसीको दिनुभएकोमा कुरा नै होइन भेना ल भेना तपाईँको अलिकति अनुभव हिँड्दाको अनुभव चाहिँ एकदम अलिक
हिँड्न चाहिँ बाटो अलिक उकालो रहेछ, त्यही दुःखको कुरो हो, नभएदेखि अरू सबै ठिकै छ होइन। यस्तै छ, यी झरिँदैछ, घर फर्किँदैछौँ। अब मैले यति भन्न चाहेँ। खुसी लाग्यो होइन त मन्दिर पुगेर? एकदम खुसी। ओके बोजू कस्तो हुँदैछ त यात्रा? मेरो चाहिँ घुँडा दुख्दैछ। उकालो उकालो चढ्दा चढ्दा सास ठिकै। लिनु लागेको थियो, झर्दाखेरि चाहिँ घुँडा दुख्दैछ। तर पनि खुसी छौँ हामी है, खुसी छौँ हामी। यत्रो ठाउँमा। यस्तो उमा गएर आइयो, यति नै। म सकिनँ पुग्नु, घुँडा दुख्यो मलाई। अनि यस्तो हिमाल पहाड सबै देखिन्छ क्या। यही अनुभव बटुल्यो, रमाइलो भयो हामीलाई चाहिँ होइन। तपाईँलाई चाहिँ कस्तो अनुभव भयो बुवा? कस्तो अनुभव भयो? रमाइलो भयो? उठी त अब निगाले जतिको बाटो रहेछ। मन्दिरको दर्शन गर्नु पाउँदा खुसी हुनुहुन्छ? ओके यो चाहिँ तेर्सो बाटो छ र पनि यहाँदेखि तल माथि चाहिँ साह्रै उकालो छ क्या। ठाउँ वरिपरि हाम्रो ग्रुपहरू चाहिँ यहाँ बसिरहनु भएको छ। आधी भने आधी चाहिँ माथि आउनु हुँदैछ होइन। राम्रो छ है, तपाईँहरू पनि घुम्न आउनु होला होइन। बोजू खुट्टा कतिको दुखो त? कस्तो भयो मन्दिर पुगेर अनुभव? मन्दिर पुग्दा मजा आयो, हिँड्दा चाहिँ नमजा। भाउजूलाई? मजा राम्रो भयो, रमाइलो भयो। हजुर हस्, हिँड्नु चाहिँ गाह्रो धेरै गाह्रो भयो। अन्त हिँड्नु चाहिँ साह्रै धेरै गाह्रो थियो होइन। अब जे भए पनि हामी पूजा गरेर फर्किसक्यौँ होइन, छिटो नै फर्क्यौँ नि। कति भने कति 12 बजे त हामी झन्डै आइपुगि पो सक्यौँ हौ। मैले यस्तो ब्याग बोकेर छु कि टाउकोमा बोक्नु सक्दिनँ साइडमा चाहिँ। अनि हिँडेको यस अब यतिलाई आजलाई भिडियो यहीँ गर्नु पर्यो होइन। अब भोलि भिडियो बनाउँछु। हाम्रो ताप्लेजुङको यात्रा चाहिँ यस्तै छ है होइन। हेलो बाई एभ्रिवान साथीहरू, म चाहिँ अब भिडियोलाई यहीँ इन्ड गरेँ ल, धेरै पो भइसकेछ। यस्तो छ है बाटो चाहिँ। मेरो भारी बोकिरहेको छु मैले, भारी। ओके डन।